उसले त्यति धेरै पैसा कमाएर पनि किन उसलाई पश्चातापमा बस्नु पर्यो? के धन्नै सबै थोक हो त? आउनुहोस् सुनम किरणको कहानी। नमस्कार सबैलाई, मेरो च्यानलमा स्वागत छ। आजको भिडियोमा म ढिला नगरी किरणको कथा भन्न गइरहेको छु। यदि मन परेमा सब्स्क्राइब गरिदिनु होला ताकि म यस्तो कथा अझै ल्याउन सकौँ। शान्त नेपाली गाउँमा जहाँ डाँडाहरू आकाशसँग कुरा गर्थे र बिहानको हावा माटोको सुगन्धले भरिएको हुन्थ्यो, त्यहाँ गाउँको बीचमा एउटा पुरानो बरको रुख उभिएको थियो। मानिसहरू भन्थे त्यो रुखले गाउँका सबैभन्दा धेरै कथा देखेको छ। त्यसले देखेको थियो बालबालिका हुर्किएको, साथीहरू टाढा भएको र बाचा बिस्तारै हराएको। धेरै वर्ष पहिले त्यही गाउँमा किरण नाम गरेको एउटा केटो बस्थ्यो। किरण दयालु थियो, मेहनती थियो र सपनाले भरिएको थियो। ऊ हरेक दिन त्यो बरको रुख मुनि बस्थ्यो र भन्थ्यो, एक दिन म सहर जान्छु, पैसा कमाउँछु र आफ्ना बुबा आमालाई राम्रो जीवन दिन्छु। रुख चुपचाप सुनिरहन्थ्यो, किनकि रुखहरू सधैँ सुन्छन्। समय बित्दै गयो। एक दिन किरण साँच्चै गाउँ छोडेर सहर गयो। आमाको आँखा रसाए, बुबा चुपचाप उभिए, आफ्ना आँसु लुकाउँदै। जानु अघि किरणले रुख छुँदै भन्यो, म छिटै फर्किन्छु। रुखले केही बोलेन, तर उसले त्यो कुरा सम्झियो। दिनहरू महिनामा बदलिँदै गए, महिनाहरू वर्षमा। सुरुमा त चिठीहरू आए, तर पछि कम हुँदै गए र अन्त्यमा पूर्णमा हुन त। गाउँमा जीवन चलिरह्यो। उसका बुबा आमा बुढा हुँदै गए, हिँडाइ ढिलो हुँदै गयो, तर आँखाहरू सधैँ त्यही बाटो हेर्थे जहाँबाट कोही फर्किन्थ्यो। र त्यो रुख अझै पर्खिरह्यो। हरेक साँझ किरणकी आमा त्यो रुख मुनि बस्दै बिस्तारै भन्थिन्, ऊ आज आउँछ, मलाई थाहा छ। तर बाटो सधैँ खाली रह्यो। एक जाडोको बिहान गाउँ असामान्य शान्त भयो। किरणका बुबाको निधन भयो। भन्छन् उहाँको अन्तिम इच्छा थियो एकपटक छोरालाई देख्ने, तर त्यो इच्छा अधुरै रह्यो। धेरै वर्षपछि एउटा मान्छे गाउँ फर्कियो। उसको लुगा महँगो थियो, हातमा उपहार थिए, तर आँखामा पछुतो थियो। ऊ किरण नै थियो। ऊ बिस्तारै गाउँभित्र पस्यो। सबै कुरा परिवर्तन भएको थियो, तर केही पनि फरक लागेन। ऊ दौडदै आफ्नो घर पुग्यो, तर ढोका बन्द थियो। छिमेकीले उसलाई हेर्दै भन्यो, तिमी ढिलो आयो किरण। किरणका हात काँपे। ऊ त्यही पुरानो बरको रुख मुनि गयो जहाँ उसको बाल्यकाल बितेको थियो। पहिलो पटक त्यहाँ सपना लिएर होइन, तर पश्चाताप लिएर बस्यो। हल्का हावा चल्यो, पातहरू सरसराए, जस्तै लाग्थ्यो कि रुखले उसँग केही कुरा गरिरहेको छ, बोलिरहेको छ। त्यसै क्षणमा किरणले बुझ्यो रुखले उसलाई कहिल्यै बिर्सिएको थिएन, तर उसले आफ्नै सबै कुरा बिर्सिएको थियो। उसले पैसा पछ्यायो, तर समय गुमायो। उसले सम्पत्ति कमायो, तर आफ्नो मान्छेहरू गुमायो। उसका आँसु झरे र उस बिस्तारै भन्यो, म फर्किएँ, तर म ढिलो फर्किएँ। त्यस दिनपछि किरणले फेरि गाउँ छोडेन। ऊ त्यहीँ बस्यो,
भाग्नका लागि होइन, तर सिकेको पाठसँग बाँच्नका लागि। हरेक बिहान ऊ त्यही बरको रुखमुनि बस्न थाल्यो। अब सहर जाने सपना देख्न होइन, आफ्नो जीवन सम्झन। किनकि जीवनमा कहिलेकाहीँ हामी राम्रो भविष्य खोज्दै यति व्यस्त हुन्छौँ कि जसले हाम्रो वर्तमान बनाएका छन् उनीहरूलाई नै बिर्सिन्छौँ। अन्त्यमा जति टाढा गए पनि, जति ठुलो सफल भए पनि आफ्नो घर कहिल्यै नबिर्सनु, आफ्ना मान्छेहरू कहिल्यै नबिर्सनु। किनकि सफलता त्यतिखेरसम्म अधुरो हुन्छ जबसम्म त्यो बाँड्ने कोही हुँदैन।